यसरी भाग्नुपर्छ इजरायलमा बस्ने हो भने यसरी भाग्नै पर्छ है। यहाँ चाहिँ खतराको अलर्ट लागिसकेको छ। अब हामी अगाडि जाँदैछौँ। अब घर सेल्टरमा यही हो, सेल्टर नजिकै छ हाम्रो। उताबाट चाहिँ सायद हाइपरसोनिक नै आएको होला आज, हाइपरसोनिक मिसाइल आउँछ भन्ने छ आज। त्यसकारण हामी बङ्करतिर जाँदैछौँ। आउँछ सेल्टर, यो सेल्टर चाहिँ ठ्याक्कै त्यहाँ अगाडिपट्टि छ, त्यसको मुनि सेल्टरमा जाँदैछौँ। यहाँ साथीहरू सबै लाइन लगाएर जाँदैछन्। यो उताबाट हान्दाखेरि उहाँबाट चाहिँ लन्च चाहिँ गर्ने बित्तिकै यहाँ थाहा पाइन्छ, इजरायलले थाहा पाउँछ र त्यसपछि हामीलाई यहाँ अलर्ट आउँछ। हामी सेल्टरमा अर्थात् बङ्करमा जान्छौँ र यहाँ आइपुग्न आँटिसके पछाडि फेरि अर्को साइरन बज्छ। साइरन बज्दाखेरि चाहिँ भित्र भइसक्नुपर्छ। अहिले चाहिँ उताबाट यहाँनिर सबै साथीहरू टन्न आउनु भएको छ। यस्तै छ इजरायलमा। तर पनि हामी चाहन्छौँ जुन एउटा बाँकी बसेको छ अन्डरग्राउन्डको 800 मिटरको इरानको चाहिँ न्युक्लियर प्लान्ट, त्यसलाई पनि ध्वस्त गर्नै छ। अरू त गरिसक्यो। साथीहरू टन्न आउँदै हुनुहुन्छ। सेल्टर चाहिँ यो भित्र छ। यो सेल्टर तपाईँको कस्तो हुन्छ भने त्यसमा चाहिँ बङ्कर बस्टर बम साथै न्युक्लियर वेपन्सले पनि केही पनि गर्न सक्दैन। त्यस कारणले यो भित्र गएर सुरक्षित हुन्छ। तल अन्डरग्राउन्डमा छ। लगभग 5-4 तला घरभन्दा तल गहिरो ग्राउन्डमा गइसके पछाडि त्योभित्र हामी सल्लाएर पुग्छौँ। उहाँबाट ब्यालिस्टिक मिसाइल चाहिँ इरानबाट हानेको 10 मिनटमा यहाँ इजरायलमा आइपुग्छ। सुपरसोनिक अलि छिटो आइपुग्छ। सुपरसोनिक भनेको माने हाम्रो ध्वनिको गतिभन्दा 5 गुणा छिटो चाहिँ त्यो चाहिँ उड्ने भएको आउँछ। र साथसाथै अर्को चाहिँ ड्रोन आउँछ। ड्रोनलाई चाहिँ 3-4 घन्टै लाग्छ त्यो ड्रोन आइपुग्न। ड्रोनबाट त खासै केही पनि हुँदैन, त्यस्तो डरमर्दो हुँदैन। सुपरसोनिक र ब्यालिस्टिक मिसाइल हो। तर अहिलेसम्म इजरायलमा एउटा पनि ब्यालिस्टिक मिसाइल डाइरेक्ट हिट भएको छैन। माथि आइरन बम, एरो 1, एरो स्टाइन, एरो 1, एरो 2, एरो 3 र त्यसपछि 3rd र आइरन बम 4 किसिमको चाहिँ लेयर छ एयर डिफेन्स सिस्टममा इजरायलको। माथि नै ब्लास्ट गर्छ र माथि नै ब्लास्ट गरे पनि त्यसको टुक्राले 2-3 तला घर पनि ध्वस्त बनाउँछ त्यो टुक्राले पनि। त्यही भएर हामी यसरी घरको भित्र अर्थात् हामीभन्दा माथि 3-4 तला माथि यस्तरी चाहिँ ठुलो भएको र अझ बजिसकेपछि हामी तल जानै पर्छ। यो नबजुन्जेलसम्मको लागि मैले यहाँ तपाईँहरूलाई राखेको छु। जब यहाँ साइरन बज्छ म तपाईँहरूलाई तल जानै पर्छ। बजिसकेपछि हामीसँग मात्र 1 मिनटको समय हुन्छ। नबजुन्जेलसम्म अलर्टको लागि हामीसँग हुन्छ लगभग 5 देखि 10 मिनट। त्यहाँ कुन चाहिँ मिसाइल आएको छ त्यही हेरेर हुन्छ। र इजरायलको प्रत्येक घरमा बङ्कर हुन्छ घरको अन्डरग्राउन्डमा र साथसाथै पार्कमा, जताततै रोडमा। अहिले यो हामी जान खोजेको चाहिँ एन्टी ब्यालिस्टिक, एन्टी सुपरसोनिक र एन्टी एटम बमको चाहिँ बङ्करमा हामी जान लाग्दैछौँ। साथीहरू जाँदै हुनुहुन्छ र म पनि तपाईँहरूलाई चाहिँ प्रत्यक्ष लाइभमा देखाइरहेको छु कस्तो हुन्छ भनेर हैन। त जुन आउँछ आउन आँटिसकेपछि हामीलाई यसरी 10 मिनट अगाडि इन्फर्मेसन आउँछ र नजिकै आइसकेपछि अब मानिलिउँ नेपालमा झर्दैछ भनेर चाहिँ जब मानिलिउँ कुनै देशले हाम्रो देशलाई हान्यो भनेदेखि हाम्रो देशलाई टार्गेट गर्यो भने 10 मिनट अगाडि थाहा भयो भने अब 2 मिनट अगाडि चाहिँ नेपालको कुन ठाउँमा झर्ने त, जनकपुरमा झर्ने कि काठमाडौँमा झर्ने कि भनेर त्यो चाहिँ 1 मिनट अगाडि थाहा हुन्छ। यहाँ त्यो 1 मिनटभित्र चाहिँ साइरन बजेपछि हामी भित्र जानै पर्छ। साइरन नबज्नेसम्म यसरी बाहिर बस्न सकिन्छ। त्यस कारणले जुन उहाँ भिडियोमा विभिन्न किसिमका त्यो एआईको प्रयोग गरेर ध्वस्त भएका बिल्डिङहरू देखाएको छ त्यस्तो केही पनि होइन। इजरायलमा क्षति भएको छ तर माथि नै ब्लास्ट भएर त्यसले झरेको टुक्राले, त्यो टुक्राको भिडियो मैले अघि राखिदिएको थिएँ। त्यो टुक्रामा पनि तपाईँको खासै त्यस्तो
केही असर हुँदैन, त्यस्तो केही हुँदैन। कारणले तपाईँहरूले त्यसमा यहाँ तपाईँहरूका कोही छन् भने इजरायलमा छन् भनेदेखि गराउनु पर्दैन। माथिबाट तर सुरक्षित ठाउँमा गयो भने चाहिँ त्यस्तो समस्या हुँदैन। फेरि घरमा यसरी बाहिर बसेर खुल्ला आकाशमा बस्नु हुँदैन। यसरी अलर्ट गरिसके पछाडि माथि डिस्पोज गर्छ, तर त्यसको टुक्रा तलै झर्छ। फलामको टुक्रा त अब हराउनु भएन, हावामा तलै झर्छ। त्यस कारण त्यसले क्षति गराउँछ। त्यसले पनि यहाँ घरहरू भत्किएका छन्, 2 तला 3 तला घरहरू भत्किन्छ होइन, ड्यामेज गर्छ। र त्यो घर भत्किँदाखेरि पक्कै मान्छेको मृत्यु हुन्छ यदि भित्र बङ्करमा बसेको छ भने। त प्रत्येक घरमा पनि बङ्कर हुन्छ है, त्यो बङ्करभित्र गएर बस्नु पर्यो। अब योभन्दा पूर्व हामी हमास, हिजबुल्लासँग र साथसाथै अरूसँग उता आउने रकेट चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ पटक्कै सम्झन्छौँ होइन। ब्यालिस्टिकको अगाडि रकेट पटाका नै हो, तर ब्यालिस्टिक चाहिँ अब धेरै यसले चाहिँ धेरै क्षति गराउँछ डाइरेक्ट हिट भयो भने। र अहिलेसम्म इजरायलको 4 लेयरको एयर डिफेन्सले एउटा पनि डाइरेक्ट हिट भएको छैन र नहोस् पनि। र त्यस कारणले अब नहोस् पनि डाइरेक्ट हिट, र त्यस कारण नआतिनु होला। जुन यहाँबाट जति पनि तपाईँहरूको गतिविधि इजरायलमा भएका जति पनि गतिविधि हुन्छ, एभरेज फोर्स एपले तपाईँहरूलाई A to Z अपलोड गरिरहेको हुन्छ। बरु यसलाई फलो गर्नुहोस्, सेयर गर्नुहोस् र यथार्थ बिना एआईको भिडियोहरू तपाईँले हेर्न पाउनुहुनेछ। त्यस कारण कहिलेकाहीँ चाहिँ यहाँ बजिसक्छ, तर यहाँ उहाँबाट लन्च भयो भनेदेखि यहाँबाट फाइटर गएर बिचैमा त्यसलाई चाहिँ डिस्ट्रोय गरिदिन्छ फाइटर जेटले। भने यो एरियामा आएन भने यहाँनिर साइरन बज्दैन। यो चाहिँ यो इजरायलमा लन्च भयो है भनेपछि यहाँ खतराको साइरन बजेको थियो र अहिलेसम्म आइपुगेको छैन भनिसकेपछि अब यहाँ हामीलाई चाहिँ होम अफ कमान्ड भन्ने हुन्छ एउटा एप्लिकेसन, त्यसले चाहिँ अब अहिलेसम्म हाम्रो नोटिफिकेसन आउट गरेको छैन। उहाँनिर देखिहाल्नुभयो, यहाँनिर आयो एउटा यो देख्नुभयो तपाईँहरूले, यताबाट चाहिँ यो आएको चाहिँ सायद तपाईँहरूले देख्नुभयो होला, माथि अलिक परै छ, त्यही भएर यस्तो किसिमले आउँछ। देख्नुभयो त्यो ट्याक्क त्यो लाइन गरेर माथि नै डिस्पोज गरिदियो, त्यो माथि आकाशमा त्यसको टुक्रा झर्छ। अब त्यसको टुक्रा तल झर्दाखेरि बङ्करमा बसेको छैन भनेदेखि बाहिर छन् भने त्यसको टुक्राले पनि मृत्यु हुन्छ। र अहिलेसम्म 14 जना इजरायलीहरूको मृत्यु भइसकेको छ, घाइते चाहिँ छन्। अब एउटा घरमा झऱ्यो भने पनि त्यसमा बङ्करमा बसेको छैन भने मान्छेहरू घाइते हुन्छन्। त्यस कारणले सुरक्षित ठाउँमा यसरी चाहिँ सबै इजरायलमा बसेका कोही पनि यो चाहिँ उताबाट आएको आइरन डमको होला हेर्नुहोस्, ट्याक्कै बाटोदेखि पनि खोज्दै 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 जिगज्याग गरी आएर त्यो जता जता मिसाइल हुन्छ उतै उतै घुमेर गएर माथि गएर ब्लास्ट गर्दै देख्नुभयो नि ट्याक्क। म जुम गरेर दिन्छु, त्यहाँनिर डिस्पोज गरिसक्यो र अहिले चाहिँ यो अलिक टाढै हो, यो हाम्रो लोकेटेडमा होइन। यहाँनिर आएको छैन। यहाँ यो एरियामा आइसके पछाडि यहाँ साइरन बज्छ, साइरन बज्दाखेरि टाढै हो र त्यसलाई हामीले के कति देखाउन सक्यौँ। अब आयो, यहाँ सुन्नुभयो नि, यो सुन्नुभयो नि, अब यहाँ आयो होइन। यो आएपछि यसरी भाग्नुपर्छ, यो साइरन बज्यो यो एरियामा आयो मान्छे यसरी घुम्न जानुपर्छ साइरन बजेपछि। प्रत्यक्ष तपाईँहरूलाई इजरायलको गतिविधि देखाइरहेको छु। साइरन बज्यो, साइरन आज मैले तपाईँहरूलाई यहाँ कसरी डिस्पोज गर्छ त्यसको आवाज पनि सुनाउने कोसिस गर्छु। म भित्र जाँदैन, म माथि सेफ्टी ठाउँमा बसेको छु र त्यस कारणले धेरै साथीहरू चाहिँ जानुभयो।
साइरन सुझिरहनु भएको छ अब यसलाई डिस्पोज गर्छ डिस्पोज गरेको नजिकै छ धेरै टाढा सुनिन्छ म चाहिँ बाहिर आवाज सुनाइन्छु बाहिर गएर सरी तपाईँहरूलाई म देखाउन सक्दिनँ त्यस कारणले आवाज चाहिँ सुनाउन सक्छु डिस्पोज भएको है अहिले डिस्पोज भएको छैन अहिलेसम्म यो चाहिँ 1 मिनट समय हुन्छ यो एरियामा आइपुग्न आँटो हुनेछ अब नजिक नजिक आइनु अब डिस्पोज हुने बेला हो अब डिस्पोजको आवाज सुन्नु होला अब डिस्पोजको आवाज सुन्नु होला एउटा आवाज आयो डिस्पोज आवाज सुन्नु भएन होला कति मान्छे छन् यो मुनि ओ सुन्नुभयो आवाज एउटा डिस्पोज भयो 2टा 3टा 4टा 5वटा यो हामी बसेको ठाउँको 5वटा टार्गेट रहेछ 5वटा डिस्पोज 6वटा 7वटा 8वटा 9वटा 10वटा सुन्नु भएको छैन मलाई 11वटा 12वटा 13 14 15 16 17 यो एरियाको मात्र है फेरि मैले सुन्ने जति पनि छु मैले डिस्पोज गरिराखेको छ यो भित्रको आवाज पनि तपाईँहरूलाई सुनाइदिएँ डिस्पोज भएको अब मैले पनि लैन धेरै आएको छ कतिसम्म मान्छेहरू भित्र कति छ मान्छेहरू तल मान्छेहरू टनमा यसरी बस्नुपर्छ अन्डरग्राउन्डमा गएर सबैलाई ज्यानको माया लाग्छ लगाइनुहोस् योभन्दा तल्लो तल गर्ने छैन धेरै तल पनि छ अर्को त्यहाँसम्म गएन योभन्दा मुनि यसमा चाहिँ टुक्रा झरो भने चाहिँ केही हुँदैन डाइरेक्ट हिट भयो भने यो हामी बसेको ठाउँमा खतरा हुन्छ योभन्दा तल जानुपर्छ अझ योभन्दा तल 2-3 तला गइसकेपछि त्यहाँ चाहिँ तपाईँको एटम प्रुफ बङ्कर बस्टर प्रुफ र योभन्दा धेरै तल जानुपर्छ इजरायल सम्बन्धीको ताजा भिडियो गतिविधिहरूलाई अहिले फलो सब्सक्राइब अवश्य गर्नुहोला अहिलेसम्म हेरेर साथ दिनुभयो इजरायलको प्रत्यक्ष वार सम्बन्धी कसरी हुन्छ भनेर इजरायल र इरान बिचको युद्ध भनेको इजरायलले गएर डाइरेक्ट फाइटर लगेर हान्छ आफूले आफ्नो तेल ट्याङ्करहरू लगेर हैन यहाँबाट त अब 2200-2500 किलोमिटर हेरी पर्छ स्थान तेहरान 2500 किलोमिटर पर्छ त्यसमा चाहिँ फाइटर जेट लगाएर त्यसमा इन्धन माथि नै भर्ने गरी 3टा चढाक ठुला
इन्जनवाला ट्याङ्कर लगेर माथि नै फ्युलिङ गरेर आक्रमण गर्छ र सुरुको दिनमा चाहिँ जुन शुक्रबार बेलुका बिहिबार बेलुका उसले आक्रमण गरेको थियो त्यसमा 200वटा फाइटर जेट र 4वटा तेलको ट्याङ्कर लगेर चाहिँ 7वटा युरेनियम प्रशोधन अर्थात् एटम बम बनाउनको लागि इरानले प्रशोधन गरिरहेको थियो त्यसलाई ध्वस्त गरिदियो र सेना प्रमुख र इन्टेलिजेन्सी खुफिया एजेन्सीको भवनहरू ध्वस्त गरेको थियो र त्यसको बदलामा यताबाट 1400वटा ड्रोन र 250वटा ब्यालिस्टिक मिसाइल र 100वटा जति क्रुज मिसाइल हानेको आक्रमण गरेको थियो। तीमध्ये जम्मा 3वटा ड्रोनले चाहिँ डाइरेक्ट हिट भएको छ र केही एउटा अग्लो घर त्यो व्यापारिक घरमा चाहिँ सिसाहरू फुटेको छ र माथिबाट टुक्रा झरेर केही घरहरू ड्यामेज भएका छन् र अहिलेसम्म 14जना मान्छे मरेका छन्। अरू खासै केही क्षति छैन इजरायलको र यहाँको हवाईजहाजभन्दा बाहेक अरू सबै रेगुलर रूपमा कामकाज चलिरहेको छ। त्यस्तो डरमर्दो अवस्था छैन। तपाईँहरूले देखिहाल्नुभयो आइरन डमले सबै माथि नै डिस्पोज गर्छ। यस इजरायलसँग भएको यो अत्याधुनिक र एकदमै एडभान्स भनेको आइरन डम हो। हुन्छ सबैसँग हुन्छ अब यो प्रतिरक्षा प्रणाली तर इजरायलसँग भएको यो आइरन डम चाहिँ अरू देशहरूसँग छैन। र एरो 1 एरो 2 एरो 3 भन्ने पनि इजरायलसँग छ। यो चाहिँ लङ रेन्ज यस्तै अब हाइपरसोनिक र ब्यालिस्टिकमा त्यो पनि प्रयोग गर्छ र यसमा चाहिँ 4 लेयरको लाउँछ। सुरुमा यिनीहरूले एरो 1 एरो 2 राखेको हुन्छ। तिनीहरूलाई डिस्पोज त्यसले भएन भने अन्तिममा आइरन डमले गएर त्यसलाई पनि डिस्पोज गरिदिन्छ। डिस्पोज भइसकेपछि टुक्राले झरेर लाग्ने हो बाहिर बस्यो भने मैले तपाईँहरूलाई बताइसकेँ। त्यस कारणले यसरी आत्तिनु परिहाल्ने अवस्था छैन। त्यसैले आकाशबाट हुने युद्ध इजरायलले राम्रोसँग त्यसलाई छेक्न र प्रतिकार गर्न सक्छ र उसले गएर राम धुलाई गर्न सक्छ। इरान जस्तो देशलाई जनसङ्ख्याको हिसाबले भने कहाँको कति करोड यहाँको कति लाख होइन त्यस्तोमा पनि गएर राम धुलाई गरेर आएको छ। त्यस कारणले पनि साथीहरू जानु पर्दैन। अब यहाँबाट इन्ट्रेस्टेड पिपल छ यु क्यान टाइम अब चाहिँ हामी यहाँबाट जान सक्छौँ भन्ने मेसेज आयो। अब अहिले तत्कालको लागि छैन खतरा छैन भनेर मेसेज गरिसक्यो। अब यसरी मान्छेहरू जाने त्यसै राख्नु काम धन्दा यतात्यता गर्दा भइहाल्यो। त्यस कारण आत्तिनु पर्ने अवस्था छैन र लगभग अब दोस्रो सेना प्रमुख पनि मारिसकेको छ र रक्षा मन्त्रालय पनि अट्याक गरिसकेको छ र यहाँ चाहिँ सर्वसाधारण मारिदिएपछि इजरायलले पनि तिनीहरूको तेल रिफाइनिङ र ग्यास रिफाइनिङमा आक्रमण गरे हो। त्योभन्दा पहिला गरेको थिएन। पहिला सैनिक टार्गेट मात्रै थियो। इजरायलले चाहिँ सर्वसाधारण टार्गेट गरेर पब्लिकको बिल्डिङमा हाउजिङमा गएर ड्रोन ठोकाइदिएपछि इजरायलले एउटा अलिकति राम्रै किसिमको कारवाही गरेको छ र अहिलेसम्म सफल नै भएको छ। र एउटा चाहिँ आज चाहिँ एउटा मानवरहित ड्रोन त्यो चाहिँ इजरायलको दाबी अनुसार सम्पूर्ण इरानी हवाई क्षेत्र इजरायलको क्याप्चरमा छ भनिरहेको थियो र थियो पनि। तर आज एउटा ड्रोन चाहिँ खसालेको भन्ने अपुष्ट समाचार आएको छ। त्यो सत्य तथ्य के हो त्यो चाहिँ थाहा छैन। त्यो मानवरहित ड्रोन हो र चाहिँ इजरायलले प्रायः यतातिर ड्राफ्ट पठाइरहेको हुन्छ र त्यसरी झरेको पनि हुनसक्छ या नहुन पनि सक्छ। यथेष्ट पुष्टि भइसकेको छैन। हिब्रो अक्षरमा लेखिएको भनेर देखाएको छ तर अब हिब्रोमा लेखिन्छ एडिट गरेर अहिले एआईले हेर्ने पनि त्यस्तो केही छैन रिजल्ट देखाउँछ तर त्यस्तो केही पनि छैन भएको छैन। हाम्रो सब ठिकठाक है ना सब ठिकठाक है र तपाईँहरूलाई मैले यहाँको विशिष्ट जानकारी दिइसकेँ। अब फेरि अर्कोचोटि हामीलाई हवस् त धन्यवाद हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हवस् त बाई बाई। फेरि आयो है फेरि आयो फेरि आयो एगेन एगेन यसको मेसेज